यो चाहिँ चाइनिज एभरग्रिन प्लान्टको बोट हो। हेर्नुहोस् त कस्तो पहेँला पातहरू देखिराखेका छन्। यो किन भयो होला भन्ने जिज्ञासा हुन सक्छ। मलको कमीले हो अथवा पानी धेरै भएर हो अथवा कमी भएर हो। अब चाहिँ मैले यस भिडियोमा पानीको अभावका कारण बोट चाहिँ कस्तो हुन्छ त भनेर देखाउन गइराखेकी छु। हेर्नुहोस् त पात पनि मरिसकेका छन्, कतिपय त मर्ने अवस्थामा छन्। बोट पनि ओइलाइराखेको जस्तो देखिन्छ। यसरी बोटमा भएका पातहरू चाहिँ ओइलाइराखेका छन्, पहेँलिराखेका छन् र माटो एकदमै सुक्खा छ, फुङ्ग उड्ने खालको छ भने हामीले बुझिहाल्नु पर्छ कि अब त प्लान्टलाई पानीको कमी भयो। त्यही भएर पानी दिँदा पनि हामीले ख्याल गर्नुपर्छ। अब जाडोको मौसम सुरु भइसकेको छ। हप्ताको 2 दिन चाहिँ हामीले राम्रोसँग ड्रेनेज होलबाट पानी बाहिर जाने किसिमबाट पानी दिनुपर्छ। अनि बेला बेलामा 1-2 दिन बिराएर पातमा पनि वाटर स्प्रे गर्न सक्नुपर्छ। अनि मरेका पातहरूलाई पनि हटाइदिनुपर्छ। यसरी पातहरू पहेँलिराखेका छन्, माटो सुक्खा छ भने बुझौँ कि अब त पानी दिने बेला भयो। विशेष गरेर जाडो मौसममा चाहिँ झन् हामीले प्लान्टको रेखदेख गर्नुपर्छ।